हेलो नमस्ते सबैजनालाई। हजुरहरूले देख्नुभएको भिडियोमा जस्तो स्मुथली लड्डु बनिरहेको नि हैन, त्यति स्मुथली चाहिँ यो लड्डु बनाएको थिएन है त। मलाई यो बनाउनलाई धेरै गाह्रो भएको थियो। मैले चाहिँ पहिला के गर्थेँ भने चाहिँ ठुल्ठुलो तेलमा तार्यो अनि त्यसपछि ब्लेन्डरमा राखेर ब्लेन्ड गरेर बनाउँथेँ। अनि यो पालि चाहिँ अलिकति छोरीको स्कुलमा लानुपर्ने भएर राम्रो देखोस् भनेर मैले चाहिँ बजारमा पाउने जस्तो गरेँ। सानो डल्लो बुनियाको डल्लो हुन्छ नि, त्यस्तो बनाएर बनाउन खोजेको थिएँ तर नहुने रहेछ कि। अनि मैले चाहिँ प्लास्टिक यो राखेको थिएँ फर्स्टमा हैन, अनि पछि यो भएन भनेर अर्को दुधको प्लास्टिक पनि राखेँ, चेन्ज गरेँ, अनि त्यो पनि भएन। मैले थर्ड टाइमसम्म ट्राई गरेँ कि हुन्छ कि बन्छ कि भनेर हैन। बन्न त बनेको थियो तर यो धेरै ठुल्ठुलो भयो, मलाई निचर्न नआएको कि हैन। अनि ब्याटर अलि बाक्लो भयो कि पातलो भयो कि त्यो चाहिँ थाहा भएन कि मलाई है। मैले बुझ्ने के गर्ने भनेर बन्न त बन्या हो कि, तर यस्तो ठुल्ठुलो त त्यो पछि लड्डु बनाउने बेलामा जोडिँदैन नि, फुटेर जान्छ है। त्यही भएर मैले चाहिँ के गरेँ भनेपछि पहिला कसरी बनाउँथेँ त्यसरी नै बनाउनेतिर गएँ। मैले ट्राई गर्दा हार माने। अनि त्यसपछि लास्टमा अब मसँग टाइम पनि धेरै बाँकी थिएन, त्यही भएर चाहिँ मैले त्यसलाई ठुल्ठुलो गरेर मजाले भित्रसम्म पाक्ने गरेर लो फ्लेममा पकाएँ। अनि त्यसपछि ब्लेन्डरमा हालेर ब्लेन्ड गरिदिएँ। पहिला कसरी गर्थेँ त्यसरी नै। तपाईँहरूलाई नि आउँदैन भने चाहिँ यसरी गर्दा नि हुन्छ है। यसरी गर्दा चाहिँ इजी चाहिँ हुन्छ, सजिलो हुन्छ, तर स्वादमा चाहिँ केही फरक पर्ने त्यस्तै हो। स्वाद चाहिँ सेम हुन्छ, त्यो अलिकति हेर्नलाई मात्रै फरक पर्ने हो। अनि यसरी पानीमा चिनी राखेँ अनि सुकमेल राखेँ एकछिन पकाउने। अनि कलरको लागि थोरै फुड कलर, अनि त्यसलाई माथिबाट अघि ब्लेन्ड गरेको सबै राखेँ। अनि त्यसपछि यो मेलन सिड अनि थोरै घिउ राखेर अब यसलाई चाहिँ म बनाउँछु। यसरी बन्न चाहिँ एकदम राम्रोसँग बनेको थियो। देख्दा पनि त्यस्तो नराम्रो चाहिँ देखाएको छैन है, राम्रै देखाएको छ, तर स्वाद चाहिँ एकदमै मिठो भएको थियो। सबै सक्यो यो। मैले 70-80 वटा बनाएको थिएँ। तपाईँहरू पनि यसरी बनाएर खानु अनि मलाई फलो गर्ने चाहिँ नबिर्सिनु होला। ओके बाई।